नमस्कार, मेरो नाम भगवती पौडेल घिमिरे। म तानसेन नगरपालिका वडा नम्बर 5 धरमपानी बसोबास गर्दछु। मेरो उद्यमको नाम कुटु कृषि फर्मद्वारा गणौलाद्वारा निर्मित जैविक पारम्परिक मल उत्पादन हुने हो। व्यवसाय सुरु गर्दाखेरि मैले चुनौती त धेरै आइपरेका थिए, जस्तो ब्याङ्किङ लोन भयो, अनि फेरि समाजको तिरस्कारहरू पनि भइरहेको थियो। तर अहिले चाहिँ धेरै मान्छेहरूले वाउ त्यस्तो गर्नुपर्ने रहेछ भन्ने एक उदाहरणीय व्यक्ति बने जस्तो लाग्छ मलाई। वित्तीय संस्थाहरू कसरी गर्ने, व्यावसायिक योजनाहरू कसरी गराउने, आफ्नो बिजनेस प्लानहरू, जियो कृषि एपहरूमा धेरै कुराहरूमा प्रभावित भएकी छु। मैले जीव कार्यक्रम अगाडिपट्टि चाहिँ यस्तो जियो कृषि एपहरूबाट मलाई केही कुराहरू पनि थाहा थिएन भने त्यो कार्यक्रम पछाडिबाट मेरो गाई भैँसीहरूमा अथवा मलमा पनि रातो किराहरू लाग्यो भने के कारणले होला भनेर मैले उसलाई प्रश्न सोध्छु, अनि यसको जवाफ चाहिँ मैले छिट्टै तुरुन्तै पाउँछु। मलाई यही नै फाइदा भइरहेको छ। मेरो व्यवसायले मेरो परिवार र समुदायमा राम्रो प्रभाव पारेको छ। मेरो सन्देश अन्य उद्यमीहरूलाई के छ भन्दाखेरि नेपालमै बसौँ, नेपालमै उत्पादन गरौँ भन्ने हो। मैले यो व्यवसाय सुरु गरेदेखि यहाँसम्म आइपुग्दाखेरि तानसेन नगरपालिका, जीव, मेरो सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद।